अन्तरात्माका कुराहरू मैले बोल्न मिल्दैन कि किन रिसाउँदै? साथी सुतिरहेछ, मैले भने। त्यसो भए कल गरेर म बोल्छु, तिमी मेसेज गर्नु। मैले हुन्छ भने। सन्चो बिसन्चो सकिएपछि कुराले सिरियस मोड लियो। काल नआएपछि त जति नै कोसिस गरे पनि मरिँदैन रहेछ। किन त्यस्तो भनेको? मैले सवाल गरेँ। जिन्दगी सोचेको जस्तो भएन। कोही छैन मलाई बुझ्ने। म किन र कसको लागि बाँचिरहेको छु बेकारमा जस्तो लाग्ने। मलाई पनि त कसैको अँगालोमा सारा थकान मेटाउन मन लाग्छ। दुख्दा कसैको काखमा रुन मन लाग्छ। कामको बोझले भारी भएको शिर कसैको काखमा पल्टाइदिन मन लाग्छ। कसलाई सुनाऊ यी कुराहरू? कुसमुकु सुन्थ्यो। जतातताबाटै पीडा नै पीडा। पहिलो प्रेमको बिछोड। मनमुटुको चोट सहन नसकेर मैले पटक पटक जिन्दगी सच्याउने प्रयास गरेँ। तर रहरले मात्र प्राण नजाने रहेछ माया। लामो सुस्केर हाल्यो। यस्तो लाग्यो वर्षौँदेखि गाँठो पारेर राखेको कुरा आज पुग्यो। म छु त सुनिदिने, मलाई भन्नु न। सुन्छेउ मात्र कि पुछेउ पनि कहिले छोड्दिनौ नि। मसँग फेरि टुक्रा पार्न अर्को मुटु छैन माया। सहन सक्दिनँ है अब। छोड्दिनँ बाबा, छोड्दिनँ। किन पिर्लिनुहुन्छ छोड्नलाई समयको हात हो र? ओहो साहित्यकारज्यू, हजुरलाई त मैले सबै मनको कुरा पोखिहालेँ। सुनाएको मात्र है। फेसबुकमा र टिकटकमा चाहिँ पोस्ट नगर्नुहोस् नि फेरि। यसो भन्दै थियो। मैले मान्दै मानिनँ। सुनाइदिएँ तपाईँहरूलाई। अब गाली सुनेर आउँछु ल।